हाई गाइज, म चाहिँ छतमा छु है लुगा सुकाउन आएको। आज चाहिँ थर्सडे है, अर्ली मर्निङ भन्दा पनि 8 बज्यो। लेट मी पुट माई फोन। सो म चाहिँ लुगा सुकाउन आएको। सो आई थट अफ मेकिङ अ स्मल भिडियो फर दोज हु इज बिन आस्किङ कतारको के छ खबर भनेर है। फर्स्ट अफ अल थ्याङ्क यू फर सोइङ कन्सर्न होइन। हेलिकप्टर जाँदैछ। आई थिङ्क नाउ द सिचुएसन इन कतार इज अन्डर कन्ट्रोल है। अस्ति स्याटरडे सन्डे मन्डे चाहिँ हामीले कन्टिन्युस बमको आवाज सुन्दै थियो। अहिले जान्दाखेरि अहिले बुझ्दाखेरि चाहिँ त्यो चाहिँ इरानबाट लन्च गरेको मिसाइलहरू जति पनि छ हाम्रो कतार डिफेन्स सिस्टमले चाहिँ स्काईमै इन्टरसेप्ट गरेको आवाजहरू चाहिँ हामीले सुनेको रहेछौँ होइन। अनि त्यो इन्टरसेप्ट गर्दाखेरि चाहिँ त्यसको टुक्रा डेब्रिजहरू चाहिँ जहीँ तहीँ झर्ने हुनाले चाहिँ हामीले चाहिँ एकदम बारम्बार मेसेज पाइरहेको थियो, स्टे इन्डोर, ट्राई टु अभोइड अननेसेसरी आउटिङ भनेर है। इट वाज रियली स्केरी है। तर इन्डियन मिडियाहरूले जतिको चाहिँ देखायो नि बढाएर चढाएर एक्जाजरेट गरेर, त्यस्तो स्केरी सिचुएसन, त्यस्तो वर्स्ट सिचुएसन पनि थिएन। तर हिजोदेखि चाहिँ बमको आवाजहरू पनि आएको छैन। सो होप इट्स गेटिङ बेटर होइन। वी विल प्रे। अलवेज मी एन्ड माई हस्बेन्ड वी आर कम्प्लेनिङ टाइमै पाउँदैन कामले गर्दा भनेर। अहिले चाहिँ अब हामीलाई फोर्स लिभ दिएको छ हाम्रो कम्पनीले, आधी जस्तो मान्छेहरूलाई चाहिँ मेबी 15 days or मोर देन द्याट। यो चाहिँ करेन्ट सिचुएसनले गर्दा होइन, तर एभ्री रमदानमा चाहिँ हाम्रो सेल्स नभएको कारणले चाहिँ यसरी फोर्स लिभ दिन्छ कि। अपार्ट फ्रम द्याट एभ्रिथिङ इज ओके। अनि होपफुली सिचुएसन विल गेट्स बेटर होइन। अनि जसले पनि मेसेज गर्नुभयो धेरै धेरै धन्यवाद। अनि मेरो साथीहरू जो पनि हुनुहुन्छ कतार, साउदी, बारेन है, टेक केयर भन्न चाहन्छु गाइस। थ्याङ्क यू।